आज चाहिँ हामी उल्लाबारीदेखि तल मौरीबारीको च्यानमा आइसकेको छौँ। यहाँ तर्साउ चढ्यो भने सुनेको थिएँ। भाइले एक दुई शब्द भनिदिन्छ, भाइ भनिदेऊ त। तर्साउँछ कि तर्साउँदैन? यहाँ दिउँसो हिँड्दाखेरि नि तर्साउँछ, एक्लै कोही हिँड्न सकिँदैन होइन, राति नै कोही हिँड्दैनन्। यसो गाइड, आज हामी यहाँ हन्डिङ गर्छौँ राति। सबैले हेरिदिनुहोस्। यहाँ तल पनि च्यान छ, यहाँ पनि च्यान छ, च्यानहरू देखाइदेऊ। उता पनि च्यान छ, माथि च्यान थियो, तर हामी यहीँ च्यान भएको कारणले यहीँ बनाउन आँट्दैछौँ। उँभो पनि च्यान छ, च्यान्नै च्यान छ। यता तल पनि छ। ल यति नै भन्न आएको थियौँ हामी चाहिँ। ल गाइड, हाम्रो चाहिँ यति नै हो। भरे हन्डिङ हुन्छ है। ल हुन्छ होइन त, हुन्छ भनिदेऊ न। अनि ल गाइज भरे हेर्नु पर्यो। ल गाइड, भरे हन्डिङ हेर्नु पर्यो सबैजनाले। ल नमस्ते गाइड, हामी चाहिँ त्यहाँ च्यानदेखि निस्केर यहाँको च्यान देखाउन आँट्दैछौँ। यो चाहिँ उल्लाबारीदेखि तल मौरीबारी हो। च्यान देखाइदेऊ। माथि पनि च्यान थियो, तर यहीँ च्यान हुनुको कारणले भरे हन्डिङ यहीँ हुन्छ। सबैजनाले हेरिदिनु होला, लाइक सब्सक्राइब गरिदिनु होला। कस्तो हुन्छ कमेन्टमा आएर भनिदिनु होला। नमस्ते ढोकदिया। अनि फलो गर्नु चाहिँ नबिर्सिनु होला। ल गाइड।